आदित्यको गुरुदेव यो कडाईको बारेमा के हो अलिकति? यो कराई चाहिँ पहिलाका हाम्रा चाहिँ राजा तान्त्रिक रूपमा चाहिँ राजाहरूले हजुर त्यो साधनाको उसमा चाहिँ पहिला 4 नारायणको दर्शन गरिसकेपछि 4 नारायण दर्शन गरेर यहाँ आउने क्रममा यहाँ आएर चाहिँ यो वज्रयोगिनीको दर्शन गर्न आउँदा योगिनीलाई परीक्षा दिने बेलामा चाहिँ यो कराईमा चाहिँ उम्लेको पानी के अरे तेल उम्लेको तेलमा चाहिँ उहाँहरू टेकेर अनि पार गरेर देवीको दर्शन गर्न आउनुपर्ने। अनि त्यो टेक्दाखेरि त सबै अब फ्राई हुन्छ नि त, पुरै त्यो चाहिँ जल्छ। त्यो जलेको चाहिँ मासुहरू अथवा भनौँ त्यो शरीरका मासुहरू चाहिँ देवीका गणहरूलाई खान दिएपछि देवीले त्यो तन्त्र विद्याद्वारा नै, अब तन्त्रमा त्यस्ता कुराहरू हुने, पुनः त्यो शरीरलाई त्यस्तै बनाइदिने। त्यति हुँदा पनि त्यो पीडालाई सहेर पनि चाहिँ देवीको आराधना साधना गर्न आउँदाखेरि चाहिँ त्यो चाहिँ त्यो त्यसमा भएका मासुहरू चाहिँ फेरि पुनः देवीले चाहिँ जस्ताको तस्तै बनाइदिने र त्यो आफ्ना गणहरूलाई त्यो तिम्रो चाहिँ मासु त्यसै गरेका कारणले ल तिमीले चाहिँ राष्ट्र चलाऊ भनेर त्यो चाहिँ देवीले खजाना दिएर अनि देश चल्थ्यो रे पहिला भने त्यसो किंवदन्ती सुनेको कुरा हो। अद्भुत जानकारी प्राप्त भयो हामीलाई। यस्तो महत्त्वपूर्ण नारायणहिटीमै त्यो छ। नारायणहिटीको नारायण मन्दिरसँग चाहिँ यो कथा जोडिएको छ। त्यो चाहिँ पहिला धर्मदेवको मानदेवको पालाको चाहिँ यो कुरा अद्भुत जानकारी हामीलाई प्राप्त भएको छ। अनि यताबाट गुरु यहाँ हाम्रो विक्रम सम्मत हामी भन्छौँ यो कराई त्यहाँ छ भने यो योगेश्वरको स्वरूप त्यसरी छुन मिल्छ र यहाँ चाहिँ विक्रमादित्यको शिर, फेरि यो वज्रयोगिनीमा चाहिँ विक्रमादित्यको शिर नै यहाँ छ, जसले विक्रम सम्मत अहिले पनि हामी हाम्रो चाहिँ विक्रम सम्मत भन्छौँ उहाँको शिर, यो विक्रमादित्यको शिर। अद्भुत कुराहरू हाम्रा चाहिँ मठ मन्दिरहरूमा गुप्त रूपमा बसेका छन्। यी कुराहरूलाई हामीले बाहिर अत्यन्त ल्याउनै पर्छ। हाम्रा कालाग्नि र पीठका पीठाधीश गुरु मुकुन्द गुरुद्वारा केही कुरा हामीले जानकारी प्राप्त गरौँ। सबैको जय होस्।